बाटा आएर उता हाफ भिडियो बनाउनु तरिका यस्तो छ रातिमा गोली कल्याणको बाटो जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हामी चाहिँ अब यहाँबाट कति बज्यो 4:30 4 त बजेको बजेन 4:30 बजिसक्यो। अब यहाँ चाहिँ हाम्रो सरले चाहिँ बाटा बाइक रोकी क्रिम लाउँदै हुनुहुन्छ। एउटा हाम्रो केटा चाहिँ जम्मै भयो नि त्यसमा भने उसले एउटा भोक लागिसक्यो मलाई बाइकले बाटो यस्तो खतरनाक छ, बाइकले तानेकै छैन, बुत गर्छ रेकमा लाउँदैन। के भएको कसरी पुग्नु त कल्याणको बाटो कस्तो होला केटा बाटो यार त लास्टै होला यार यस्तो छ। ल यो म लाइट हालिदिन्छु यता चाहिँ यस्तो छ है। ल फेरि लौली पाउडर नि हो लगाइदेऊ त भगवान। हामी चाहिँ यहाँ मिस्टी झर्नको लागि कल्याणको बाटो आएको यस्तो छ यार यहाँ बल्ल बल्ल यदि ढुङ्गा त तल पारेर यताउति छैन अब छोरी माथि हो यस्तो गाह्रो छ। कोही यता बस्यो कोही उता बस्यो यत्रो माथिबाट पहिरो खसेको बाटो बनाउँदै जानुपर्ने भयो यस्तो छ हाल। केटाले बाटो सोध्दै हिँड्यो नि यस्तो तालले त आज चौरी फर्का त के आज निस्ती खोला पनि गाह्रो पुग्नु। अब 2 जना केटा त कहाँ थाहा छैन, 4 जना केटा त उता त हुँ कहाँ आएको बाँध्दै। ल हामी चाहिँ यहाँ निस्किन्छौँ केटालाई पठाएर हामी तलतिर गएर चाहिँ चिया खाँदै बस्दैछौँ। ल छैन अरे बाटो ए दुःख पाइयो हालत खुट्टाको छँदै छैन र बाटो यस्तो बाटो छ यार कताबाट खै अब त अर्को त हुलातिरबाट हो कि बाटोहरू त थाहा भएन यार कसरी जाने हो र यस्तोमा कता खोला बाटो चाहिँ अब कहाँ हामी जान पर्ने उहाँ हो बाटो ए यता हुँदै उता हो कि जाने त ल हुम्टी छ क्या हो कि यहाँ यस्तो रोजान केटा यहाँ बाइक बाटो बाइक चाहिँ जान्छ अरे यहाँबाट जानलाई हेरौँ कहाँसम्म। अहिले यो बाटो फेरि फर्केर माथि जानु पऱ्यो भने त यहाँबाट आउँको त गइन्न बाइक छ नि हिँड्दै जाने यस्तो बाइक लड्की आयो यहाँ। अब त्यो पछाडि केटाहरू त खै कस्तो चलाउँछन् बाइक थाहा छैन, कसरी आउने हुने यहाँसम्म गाह्रो छ। कहाँ यस्तो पहिलोचोटिको त्यति टाढा कलेज लङ टुर जान लागेको खै यस्तो छ बाटो पुग्गेला जस्तो त छैन। त्यही पनि हेरौँ कहाँसम्म पुगिन्छ। बाइकले पुरै छैदिएको तलपट्टि यस्तो झ्याउ लागेछ। त तेल त छ हेर अझै दार्जिलिङ त पुग्छ होला। बाइक पुरै लड्को छ रोट्यो भने गयो लाग्यो। के हो बाटो के हो यस्तो
यसमा गोली कल्याणको बाटो यस्तो छ यो खन्नी आयो 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 त यो बाटो फर्किनु पऱ्यो नि त बाइक छोडेर खच्चड लिएर हिँड्नुहुन्छ अब पछाडि केटा त अब फर्किन्छन् होला घर आउँछ कारको धोजिया उड्यो जाऊ जाऊ सेले पाने छैन र सकिन्न यस्तो यता बाइक चलाउन ओहो गाह्रो गाह्रो यहीँ बिहान 4 बजी हिँड्ने भनेको केटा आउँदा आउँदै 5 बज्यो अब यो बाटोले 6 बजाउँछ कहिले पुग्ने कहिले फर्किने यहाँ त यस्तो पो छ के हो यस्तो यतातिर पहिरो गऱ्यो यस्तो यता बाटो यस्तो है यो बाटो त कहिले सुध्रिने भएन सधैँभरि यस्तो हुन्छ त्यो ओह्रालो भएर नि होला बाढी धेरै आउँदो रहेछ त्यस्तो यस्तो जहाँ तल तल खोलासम्म पुग्न पाएँ त त्यस्तो चुल्टाको बाटो ठिक छ होला कस्टमरबाट निस्क्यो भने त बाइक त निस्किन होला यस्तो छ ठुक्यो गाइस ठुक्यो अहिले हामी यो बाटो फर्किन पऱ्यो भने त्यो तँ जति नआउँछ केही हुन्न यस्तो छ होला कि केटा त निस्तीसम्म चाहिँ हिँड्न पऱ्यो केटा त निस्तीसम्म चाहिँ हिँड्न पर्छ होला आखानहरू केटा कहाँ आखान किन अब त्यहाँ ए भोक लाग्यो यहाँ पुरा दोस्रो ठोक्यो यार ए अब चाहिँ यहाँ स्टार्ट बन्द गरेर जाउँ तेलको पनि खपाउनु पऱ्यो तेल खपाउनु पऱ्यो नि ओहो यस्तो त खै कसरी हुन्छ र ल त गयो लिएर कसरी गयो हामी चाहिँ यहाँसम्म आयो मेरो चाहिँ तल ननाउ तरिकाले यो ठोक्यो एकचोटि यो ठोक्यो इन्जिन ठोक्यो के गरे यस्तो छ केटाहरू आउँदैछन् अरे केटा कतिखेर आउने यस्तो बिजोग छ घुम्न हिँडेको एउटा टुटान्जी आयो त उता एउटा लिएर आउँदैछन् केटाहरू दौडिदिए कहिले पुगिने हो बाइकहरू त्यस्तो हो हामी चाहिँ ट्याक्क यस्तो बवाल ठाउँमा आइसक्यो यहाँ चाहिँ यस्तो बवाल पुरै नाक बुझेर कान बुझेर के भएर फोटो खिचेर म चाहिँ
यहाँको ट्याक्क ल हामीले ट्याक्क अहिले यहाँ कहाँनिर आयौँ केटा यता आयो यहाँ ट्याक्क नास्ता खाने नास्ता खाएर यहाँ कति टाइम लाग्छ दाइ अझै कति टाइम लाग्छ यहाँ जहाँसम्म बाइक जान्छ त्यहाँसम्म क्या 40-45 किलोमिटर छ अझै के भयो र त्यता यहाँबाट चाहिँ 40-45 किलोमिटर छ अझै चोरी खर्का चाहिँ अब के भयो केटाहरूको चाहिँ अझै 42 किलोमिटर अरे अझै हामी चाहिँ यहाँ आइयो अब बुर्तिमाङ यहाँ तल ग्यारेज गइसक्यो उताबाट हो जाने अझै जान्दै उताबाट म त यही बाइकबाट नि यहाँ नास्ता खाने भनेर अब के भने उतै बनाएर दुईटा बाइक लिएर जाऊ के छोडेर आइज के छोड्नु पर्यो आफै बनाएर आउने कस्तो ग्यारेज कति टाइम लाग्छ टाइम लाग्दैन कहाँ बाइक छोड्ने कसरी ल अब चाहिँ हामी नास्ता खान गयौँ ल हामी चाहिँ अब यहाँबाट नास्ता खाएर निस्किसक्यौँ केटाको चाहिँ बाइक बिग्रियो अरे के भयो अरे मेरो बाइक त छ अब केटा निस्किसक्यो बिबे कहाँ गएर के त अब केटाको बाइक बनाउने अरे अनि हामी चाहिँ यहाँबाट नास्ता खाएर अब चाहिँ जान्छौँ चौरी खर्का ल हामी लाग्यो कसकोमा भेग्यो र त्यो त यहाँ तेल भेगेर केटाले उहाँ तेल उता उहाँ हाला भनेको मान्दैन अब यस्तो तेल सकेर अब बाइक कसको बाइकमा तेल भेग्यो भनेको कहाँ रिजर्भ लाऊ न हुँ रिजर्भ आएको तेल नहालेको मेरा सत्य घट तेल यार केटा फेरि जाम म हामी चाहिँ भर्खर आइयो लाइक कस्तो लाग्दैछ भैया ओ या कस्तो लाग्यो टिकटक यस्तो आँखामा यस्तो जाने जामिन केटा र 4जना केटा तल तेल सक्छ इन्डियाबाट आइयो त्यसलाई अगाडि हाल्ने होइन 150 ला तिमी पछिबाट भला गर म त लास्टमा सर अब केटाहरू कथेर आउने न अब यहाँ तेल पाइने कि नै तेल लिएर बोलान उहाँ तल 2-3 किलोमिटर तल 2 किलो त हामी त्यहाँबाट आइयो ल 8 किलो कि 9 किलोमिटर 8-9 किलोमिटर तल आउने केटा चाहिँ भनेको उयो त्यो बुतिराङको बजारमा तेल हाला भनेको 3 लिटर तेल छ 3 लिटर तेलले गएर घर पुगिन्छ भन्छ ल के भन्ने त्यस्तो केटा ल टेडेन अब हामी चाहिँ यहाँ आइयो अब यहाँभन्दा माथि चाहिँ जानुपर्ने हुन्छ यहाँबाट बाइक गए चाहिँ हामी बाइक लिएर जान्छौँ होइन उतातिर चाहिँ त्यहाँ चाहिँ खच्चड छन् खच्चड यता यहाँ पार्किङ रहेछ अब चाहिँ हामी माथि जान्छौँ अब केटा चाहिँ अब के गर्छन् गर्छ उतैबाट घर फर्किन्छन् के गर्छन् घर चाहिँ के फर्केला नि त अब हामीले दुःख दिने होला नि हामी त अब कहिले नउता त यहाँ तेल पाइन्छ अरे यहाँ मान्छेहरू पाउँदो रहेछन् अब यस्तो छ यस्तोमा चाहिँ के फोटो भिडियो राम्रो आउँदा खै ल अब चाहिँ हामी जान्छौँ कस्तो फिल भइरहेछ विष्णु कस्तो फिल भइरहेछ केटाहरूले अब कति दुःख पाउने यो फेरि हाम्रो ग्रुपको सबसे बोल्दो मान्छे यो कस्तो छ यो मान्छे धन्दा देखिस् तँलाई हाम्रो खुट्टा ढोकेर ल्याएको धन्दा यत्रो ल्यायो ल अब हामी यहाँ बस्यौँ हामी यहाँ बसेर चिया खान्छौँ अब केटा चाहिँ कतिखेर आउने तेल ल्याउनको लागि फेरि अब 8-9 किलोमिटर तल झर्थ्यो नि केटा चाहिँ अब यहाँभन्दा माथि 4 किलोमिटर छ 4 घन्टा 4 किलोमिटर कि 4 घन्टा लाग्छ अरे माथि जानलाई अब हेरौँ कसरी गइन्छ अब यहाँ हामी नास्ता खाएर अब हामी निस्किन्छौँ केटा चाहिँ आउँदै गर्छौँ ल अब चाहिँ हामी लाग्यो अब कहाँ कति माथि 4 घन्टा लाग्छ अरे केटा चाहिँ यस्तो गरेर हिँड्नेछ नि
खासै मन परेन कि यो झन्डा छ कुहिरो लागिसक्यो रङ्गिसक्यो घाम लाग्यो ल ल फेरि वान्स मोर आकाशैबाट नौला के तारा एक तारा त्यो भुइँमा मादल के मादल हाय 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 मामा के छ हाल खबर यता यता ओहो हाम्रो मामालाई आज मैले ट्रेकिङ लिएर आएको ए ल ल ए ल कुम 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 के भन्छ च्याङ्ग्रा च्याङ्ग्रा ल हामी चाहिँ लाग्यो अब हामी कहाँबाट जाने हामीले बाइक चाहिँ तल यो पाती ओ यो ठाउँको नाम के अरे भिवेक पाती के पाती हाल्यो कि के हाल्यो अब पाती हाल्ने अन्य ठाउँमा आयो ठाउँमा बाँकी राखेर चाहिँ अब हामी जाँदैछौँ माथि यसरी केटाहरू टिका लाएर निस्किन पर्छ फेरि छोडो कुर्ल्यो न बिस्नेर एकचोटि ल ल ल ल अब चाहिँ यतिको भाइस दिने केटाहरू चाहिँ हुनुपर्छ है ल ट्रेकिङको लागि यतिको भाइस चाहिँ आउनुपर्छ है ल जे होस् आज बिहान 4 बजे हिँडेको ल भित्र जाँदै कुरा लाउँदै मलाई लगार्न ओहो किन चाहियो मादल किन चाहियो माइक आफै गाउने आफै बजाउने आफै रमाउने ओहो छोरीले लगाएर केटाहरू हेराँदै कहाँ हान्छ कि भाइ हान्छ मामा हान्छ कि अन्ना मारेको ए बा किन यस्तो उयो भन्ने मारेको दौडिँदै आएको यार तर साना त के खाएको यार मैले केटा त हिँड्नै सकेन यार म त हिँड्ने चाहिँ यस्तो छ बाटो घाटो त्यस्तो किच्छ नि ए भगवान् घर गोबर फाल्न फोहोर मान्ने मान्छे यस्तो हिलो होइन के भएको यस्तो यो बाटो यार झन् त बाइक लिएर जाने त झन् रोड्डी गरे यार कसरी पुग्ने होला माथि बल्ल 20 मिनटको बाटो हिँड्यौँ अहिले 3 घन्टाको थियो अरे बाटो त झन् पछि झन् बिग्रियो यार उता गयो सिधै सिधै यस्तो लग्छ अरे अनि अब हेरौँ कहाँसम्म पुगिन्छ धेरै टाढा त पुगिन्न होला मान्छे कसरी हिँड्छन् यस्तो एउटाले तलै हार खाइसक्यो एउटा मामाले यहीँ हार खाइसके अब यसपछि मेरो पालि होला म कत्नगर फर्किने एउटा उठ्न पुगिसकेको नि म त आन्न अब त यस्तो यस्तै छ हिँड्न सकिन्न ए भरे हे माइदिया
केटा कहाँ पुगेँ म त एक्लै यस्तो धोवा न यता केटा छैनन् कोही पनि छैनन् हिँड्न सक्ने हिँडेँ म त यस्तै पुरा हिउँ जस्तो पर्यो फेरि यस्तो कुरो लागेछ मजाको छ फेरि मजाको के हिँड्न सकिन्न 4 घन्टा हो कि 3.5 घन्टा भयो हिँड्नु थालेको अहिलेसम्म कसैले उङ्गालो फर्किँदा कसैले 2 घन्टा लाग्छ भन्छन् कसैले 1 घन्टा भन्छन् कति थाहै छैन माथि गएर यस्तै कुहिरो लाग्यो भने त के फाइदा भयो गएको यत्रो हिँडेर आएको काम छैन पुरै अन्धकार ल यता 3-4 घन्टा लगाएर आएको फुलको हालत यस्तो यहीँ परै यति त थका लागेको थिएन म क्लाससम्म यहीँ सुत होइन म यहीँ सुत यस्तो फुल खै के फुल छ यहाँ खै चौरी फर्क अरूले त यात्रा घारा भएको फुल बनाउँथ्यो खोइ त गोरुले खाइदिनु क्या यार भरै म त यहाँ त रेस्ट गर्न पाइन्छ होला नि सुत्ने अनि जाने केटा हेर आयो भिडियो बनाउने तरिका हाफ भिडियो बनाउने तरिका ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ यो बर्खाको टाइममा चाहिँ यहाँ कोही पनि नआउनु होला लास्टै दुःख पाइन्छ घाम पनि लाग्दैन पानी आएर न फोटा खिच्न पाइन्छ न फुल देखिन्छ यस्तो जाडो छ नि पुरै केही छैन के फुल भन्ने हल्का मात्रै सब टिपेर भएन केही छैन अब अलिअलि भर्खर यसो भ्यू फुल्छ फेरि भर्खर पानी आउँछ यहाँ त नआए हुन्छ र हामी त निस्केको यहाँबाट अब फेरि अब आउन 4 घन्टा लाग्यो अब जान चाहिँ कति घन्टा लाग्ने हो हामी त गयौँ अब आउन मात्रै भयो नआउन पर्ने हिजो बरु योभन्दा त बरु अरू ठाउँ गएको भए अलिक बेस्ट हुन्थ्यो होला यहाँ चाहिँ यो पानीको बर्खाको समयमा चाहिँ नआए हुन्छ यहाँ चाहिँ म चाहिँ त्यही भन्छु फुलहरू केही छैन के न फुलहरू छ त्यस्तो खासै फुलहरू छैन सबै टिपेर भयो अनि त्यो पानी आयो के न अब फोटो भिडियो खिचौँ भने पनि केही छैन के मौसमै छैन खासै त्यही भएर हामी चाहिँ यहाँबाट निस्केको अब ल हामी चाहिँ घर फर्किनु लागेको छौँ चौरी फर्काबाट यहाँ त उताबाट आएर उता गाडी त उहाँ पुगेछ गाडी के भएको एक्सिडेन्ट भएछ कि पुरा यो भाँचेर उताबाट आएको गाडी उहाँ पुगेछ मान्छेलाई केही भयो कि नै खै थाहा भएन इन्जिनियर यार गाडी त गाडी थाहा छ केही भएर नि मान्छेलाई केही भयो कि नै भन्ने कि एउटा त्यहाँ ड्राइभरहरू को हो त्यहाँ आउनुहुन्छ कि ऊ त्यहाँ बाटो चिप्लो छ त्यो राम्रोसँग हिँड्ने गरा हो केटा हो राम्रोसँग हिँड्ने गरा फेरि उहाँ आएर उहाँ कहाँ पुगेको बे यस्तो छ रातिमा बाइक अड्केर बाटोमा मान्छेलाई धकेल्दैछन् मेरो बाइक नअड्किने होला भयो यस्तो छ हालत यहाँ गढेर यस्तो भयो यो रातिमा कमले यत्रोजनाको मेहनत